नमस्कार। हाम्रो बजेटले करमा पारेको प्रभाव सम्बन्धीको जुम सेसनमा यहाँहरूलाई स्वागत छ। हजुरहरूले हाम्रो विभिन्न क्लासहरूमा एटेन्ड गरिरहनु भएको छ। यो फ्रीको सेसनमा यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ। हामीले यो सेसनमा चाहिँ के कुरा सिक्छौँ भन्दाखेरिमा चाहिँ यो बजेटबाट चाहिँ आयकर, मुहकर, अन्तःशुल्क, भन्सार लगायत अन्य शुल्क, कर, महसुलमा चाहिँ के परिवर्तन लिएर आएको छ, कुन व्यवस्था हटायो, कुन व्यवस्था थप गरेको छ भन्ने विषयमा आज हाम्रो चर्चा रहनेछ। जस अन्तर्गतमा सबैभन्दा पहिला चाहिँ हामी आयकरमा प्रवेश गर्नेछौँ। आयकरको कुरा गर्दाखेरिमा आयकरमा आएको र अलि धेरैले चासो रहेको विषय भनेको डे 01 र डे 02 कर विवरण बुझाउने करदाताको कुरा रहेको छ। डे 01 र डे 02 कर विवरण बुझाउने करदाता भन्नाले हामीले तपाईहरूले यदि प्रोप्राइटरसिप फर्म दर्ता गर्नुभएको छ र तपाईहरूको कारोबार 30 लाखसम्म छ भने तपाईले पहिला विद्यमान ल अनुसार चाहिँ डे 01 कर विवरण बुझाउनु पर्थ्यो, जसमा चाहिँ महानगर र उपमहानगरपालिकामा क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिले 7500 रुपियाँ बुझाउनु पर्थ्यो। त्यस्तै गरेर नगरपालिकामा जसले कारोबार गरिरहनु भएको छ उहाँहरूले 4000 रुपियाँ बुझाउनु पर्थ्यो र त्यस्तै गरेर माथि उल्लेखित बाहेक अन्य क्षेत्रमा कारोबार गर्नुहुने, व्यवसाय गर्नुहुनेले 2500 रुपियाँ अनिवार्य रूपमा कारोबार भएको आधारमा कर बुझाउनु पर्थ्यो। हजुरको नाफा भए पनि घाटा भए पनि कर बुझाउनु पर्ने व्यवस्था गरिएको थियो। तर अब यो व्यवस्थामा केही परिवर्तन गरिएको छ। त्यस्तै गरेर अर्को डे 02 कर विवरण बुझाउने केसमा पनि तपाईले कारोबारको आधारमा 30 लाखदेखि 50 लाखसम्मको एउटा दर तोकिएको थियो भने 50 लाखदेखि 1 करोडसम्मको लागि अर्को दर तोकिएको थियो। र सर्भिस सेक्टरको केसमा कुरा गर्नुहुन्छ भने 2% जुन कारोबारको रकम छ त्यसमा कर बुझाउनु पर्ने विद्यमान अहिले ल थियो। तर यसमा चाहिँ अडिटर, लयरहरूलाई चाहिँ एक्सक्लुड गरिएको थियो जुन डे 02 मा। यो व्यवस्थामा यो जुन दरको कुराहरू गर्दाखेरिमा दरको कुरामा चाहिँ कुनै पनि परिवर्तन चाहिँ गरिएको छैन। तर दरको कुरामा परिवर्तन नगरिए तापनि जुन हाम्रो पहिला कम्पल्सरी रूपमा कारोबारको आधारमा कर तिर्नु पर्थ्यो, यदि अन्य कुनै आय छैन भने हामीले कम्पल्सरी रूपमा जुन कर तिर्नुपर्ने व्यवस्था थियो सो व्यवस्थामा चाहिँ अहिले के गर्यो भन्दा तपाईले छनौट गरेको आधारमा डे 01 भर्ने कि डे 03 भर्ने अथवा डे 02 भर्ने कि डे 03 भर्ने भन्ने विषयमा चाहिँ तपाईले अब आफूले चुज गर्न पाउने चाहिँ राइट दिएको छ। यो एकदमै राम्रो स्वागत योग्य कदम आएको छ अहिलेको बजेटमा। यहाँनिर लेखिएको छ कि 4 र 4 कमा जुनसुकै लेखिएको भए तापनि सो व्यक्तिले यो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। अनिवार्य गराइएन। यसमा चाहिँ माथि जे लेखिएको भए पनि अब मैले चाहिँ यही अप्सनमा जान्छु है भनेर उले आफूले छनौट गर्यो भने यसमा जाने भयो, होइन भने डे 03 विवरण पनि भर्न पाउने भयो। अब डे 03 विवरण बजार चाहिँ के गर्ने भन्दा तपाईले आफ्नो एक्चुअल कारोबारमा कति तपाईको लागत छ, कति खर्च छ, सो घटाइसकेपछि तपाईको आयको इन्कमको आधारमा कर तिर्न पाउनुहुन्छ। आयको इन्कमको आधारमा कर तिर्ने भन्नाले तपाईको सपोज मानम 4 लाख रुपियाँ इन्कम भयो भने तपाई 5 लाखको स्ल्याब अथवा तपाईले एकल व्यक्ति दाम्पत्य चुज नगरेर एकल व्यक्ति चुज गर्नुहुन्छ भने तपाईलाई कर लागेन। तर पहिलाको अवस्थामा के थियो, तपाईको 3 लाख रुपियाँ मात्रै आम्दानी हुँदा पनि 30 लाखसम्मको कारोबारमा महानगरपालिकामा दर्ता हुँदाखेरिमा 7500 रुपियाँ कर तिर्नुपर्ने अवस्था थियो। त्यसले गर्दाखेरिमा नाफा नहुँदा अथवा आफ्नो स्ल्याब रेट भन्दा पनि तल इन्कम हुँदाखेरिमा जुन बेनिफिट पाउनु पर्ने थियो त्यो बेनिफिटबाट चाहिँ व्यवसायहरू वञ्चित थिए, त्यो पनि सबैभन्दा साना व्यवसायहरू जसको 1 करोड भन्दा पनि कमको कारोबार छ। एउटा स्वागत योग्य आएको छ। यसमा तपाईले यसैलाई अझ अलिकति परिष्कृत गर्न चाहिँ आय विवरणमा पनि योसँग सम्बन्धित दफामा परिवर्तन गरिएको छ। त्यहाँ भनिएको छ कि यो छनौट गरेको हुनुपर्ने छ भन्ने व्यवस्थाको जानकारी गराउनु पर्ने छ भन्ने कुराहरू चाहिँ यहाँ पनि राखिएको छ। यसैलाई एड्रेस गर्न एउटा दफा 4 मा परिवर्तन आयो, त्यसैलाई एड्रेस गर्न दफा 96 मा पनि परिवर्तन आयो। र यो दफा 4 मा कुन कति करको दर लाग्ने भन्ने चाहिँ अनुसूचीमा तय गरिएको छ। अनुसूचीमा तपाईले गएर हेर्नुभयो भने जुन अघि मैले करका दरहरू भने, करका रेटहरू भने त्यो सेक्सन 4 मा भन्दा अनुसूचीमा छ। अब अनुसूचीमा चाहिँ एउटा के भएको थियो भन्दा पहिला चाहिँ हाम्रो अहिले जुन इन्कम ट्याक्स एक्ट छ त्यसमा चाहिँ यो दफा 4 क भन्ने व्यवस्था राखिएको थियो। जुन 4 हुनुपर्ने थियो, जुन प्रिजेन्टिभ बेस्ड ट्याक्सेसन अथवा टर्नओभर बेस्ड ट्याक्सेसनको केसमा चाहिँ दफा 4 हुनुपर्ने थियो, त्यसमा 4 क लेखिएको थियो। त्यो 4 क गलत रूपमा स्थापित गरिएको थियो, त्यसलाई चाहिँ सच्याइएको छ। यो नै तपाईको अहिले सच्याउनको मात्र हो, यसको अन्य कुनै इम्प्याक्ट चाहिँ छैन। त्यस्तै गरेर अर्को परिवर्तनको कुरा गर्दाखेरिमा चाहिँ आयकर ऐनमा दफा 95 क भन्ने एउटा व्यवस्था छ, जसको उपदफा 7 ले चाहिँ के भन्छ भन्दाखेरिमा चाहिँ तपाईलाई भन्सारमा नै
आयकर असुल्ने व्यवस्थाको स्थापना गरेको थियो। अब भन्सारमा नै आयकर असुल्ने भनेको हामी उल्टो बाटो हिँडिरहेछौँ कि सुल्टो बाटो हिँडिरहेछौँ भन्ने क्वेसन मार्क चाहिँ सधैँभरि हामीमा आइरहेको थियो। मासु, वनस्पतिजन्य पदार्थहरू, दूध, मह, अन्डा यस्ता खाद्यान्न जडीबुटीहरूमा चाहिँ जुन भन्सारमा नै अग्रिम कर असुल्ने प्र्याक्टिस थियो, त्यसले गर्दाखेरिमा चाहिँ ठुलो मात्रामा चाहिँ आयकर नै भन्सारमा असुलिन्थ्यो, जसले गर्दा 10% आयकर असुल्ने व्यवस्था लास्ट इयरको बजेटमा आएको थियो। अब 10% अग्रिम कर जब असुलिन्छ, तो अग्रिम कर त मिलान हुने सम्भावना एकदमै न्यून रहन्छ। किन भन्दा 10% अग्रिम कर यदि प्राली छ भने मिलान हुनको लागि उसको नेट प्रॉफिट नै 30-40% हुनुपर्ने अवस्था आउनुपर्छ। त्यसले गर्दा त्यो कर मिलान पनि हुने अवस्था देखिन्थेन। त्यसले गर्दा सोही वर्ष नै के अर्को थप गरियो भन्दा व्यवस्था त्यो पोहोर साल नै तपाईले यदि कुनै पनि आयकर भन्सारमा असुल उपर गरिन्छ र त्यो मिलान गरिँदैन भने दफा 21 मा हामी यसलाई डिसअलाउ गर्दैनौँ, यसलाई तपाईले खर्चको रूपमा लिनु होला भन्ने अप्सन चाहिँ छोडिएको थियो। अब यो पनि आयकरको ऐनको मर्मको विपरीत थियो। जस्तो कि मानौँ दफा 21 मा आयकरलाई खर्चको रूपमा क्लेम गर्न पाइने छैन भनेर चाहिँ व्यवस्था गर्ने पहिला सुरुमा, अनि त्यसैको पुछारमा लगेर अर्को फेरि तपाईले हामी यसमा चाहिँ डिसअलाउ गर्ने छैनौँ भन्ने व्यवस्था चाहिँ पोहोर स्थापित गरिएको थियो। अब यही कुरालाई चाहिँ अहिले मनन गरेर हैन अब यस्तो अवस्था आएको हो भने हामीले यो व्यवस्था नै खारेज गर्छौँ, अब भन्सारमा चाहिँ आयकर असुल्दैनौँ भन्ने व्यवस्थाको चाहिँ अहिले यहाँनिर परिवर्तन गरिएको छ। तर यसले कहाँनिर इम्प्याक्ट पार्छ भन्ने कुरा पनि सोचौँ, जसले गर्दा यसले चाहिँ काहीँ न काहीँ रूपमा चाहिँ हाम्रो नेपालका किसानहरू, नेपालको उत्पादनहरूलाई चाहिँ केही न केही रूपमा चाहिँ अलिकति प्रोटेक्ट गरेको जस्तो देखिन्थ्यो। जस्तै कि मानौँ अब कसैले चाहिँ बाहिरबाट ताजा माछा मासु लिएर आइरहेछ अथवा चाहिँ कुनै वनस्पतिजन्य उत्पादनहरू लिएर आइरहेछ भने त्यहाँ भन्सारमा अग्रिम कर असुल उपर हुँदाखेरिमा त्यो अग्रिम कर असुल उपर भएको रकमले गर्दा त्यो प्रोडक्टको लागत बढ्थ्यो र लागत बढिसकेपछि नेपालमा उत्पादन भएका प्रोडक्टलाई कम्पिटिसन गर्न, मार्जिन राख्नलाई चाहिँ अलिकति सहज अवस्था आउँथ्यो भने अब यो व्यवस्था हट्दा बित्तिकै त्यसको फेरि लागत अलिकति कम हुने जस्तो देखिन्छ। त्यसले गर्दा नेपालका कृषकलाई, नेपालका उत्पादनलाई चाहिँ कस्तो असर पर्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी नै छ। यो मर्मको विपरीत भयो, तर कुनै पार्टमा चाहिँ यसले राम्रो पनि गरिरहेको जस्तो देखिन्थ्यो। अब त्यस्तै गरेर यही दफा अन्तर्गतमा चाहिँ हेऱ्यो भने दफा 95 क मा चाहिँ यदि कसैले पनि दफा 95 मा विभिन्न करहरू छन्, यो त एउटा भयो भन्सारमा असुल उपर गरिने कर भयो, त्यो सँगसँगै विभिन्न अन्य अग्रिम करहरू असुल उपर गर्नुपर्ने व्यवस्था यसमा राखिएको छ। यदि कसैले गर्नुपर्ने अग्रिम कर असुल उपर गरेको छैन भने त्यही समयमा नै अग्रिम कर असुल उपर गरेको मानिनेछ भन्ने व्यवस्था चाहिँ यसको उपदफा 8 मा राखिएको छ। त्यो हुँदाखेरिमा चाहिँ उसले के गरेको छ भन्दा त्योभन्दा अगाडिका दफाहरू 1, 2, 5, 6 भन्ने कुरा चाहिँ पहिले राखिएको थियो। यो अनुसार चाहिँ कसैले गर्नुपर्ने गरेको रहेनछ भने चाहिँ हामीले गरेको मानिनेछ भन्ने व्यवस्था राखेको थियो। 7लाई चाहिँ किन राखिएको थिएन भन्दा गभर्मेन्टले नै आफैले असुल उपर गरेर पठाउँथ्यो, त्यसलाई राखिएको थिएन हैन। त्यो पछि 6क, 6ख, 6ग, 6घ र 6ङलाई चाहिँ राख्न छुटेको थियो। यो चाहिँ तपाईले मानौँ लमा कुनै इरर थियो, त्यो इररलाई चाहिँ सच्याइएको छ। अब 6क, 6ग, 6घमा के छ भन्ने कुरा चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसमा विदेशमा अध्ययन गर्न जानेदेखि लिएर विभिन्न व्यवसाय सञ्चालन गर्नमा नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालबाट गरेका आम्दानीहरूका कुराहरू यसमा समावेश गरेको छ। अब यसमा पनि कसैले अग्रिम कर असुल उपर गर्नुपर्ने थियो र उसले गरेको छैन भने उसले गरेको मानिनेछ भन्ने व्यवस्था चाहिँ स्थापना गरिसकेको छ। यसलाई कानुनको त्रुटि सच्याइएको भन्न सकिन्छ। अब यही अन्तर्गत नै दफा 21 मा मैले अघि पनि कुरा गरिसकेँ। दफा 21 मा जुन 95 क को उपदफा 7 नै खारेज गरिसकेपछि सो सम्बन्धीको व्यवस्था राखेर पनि त काम छैन नि भनेर चाहिँ दफा 21 मा पनि सोही बमोजिम दफा 95 क 7 मा आएको व्यवस्थालाई चाहिँ एड्रेस गर्नको लागि यहाँनिर पनि परिवर्तन गरिएको छ, यहाँनिर पनि एमेन्डमेन्ट गरिएको छ। यी कुराहरू गरिरहँदाखेरि, यो दुईटा सेक्सनको कुराहरू गरिरहँदाखेरिमा चाहिँ एउटा के बुझ्न सकिन्छ भन्दा जुन कारोबारको आधारमा कर वसुल्ने प्र्याक्टिस थियो, जुन भन्सारमै कर वसुल्ने प्र्याक्टिस थियो, त्यो कता कता आयकरको मर्मभन्दा बाहिर गएको थियो कि भन्ने जस्तो लागिरहेको थियो। अहिले चाहिँ आयकरको मर्मभन्दा बाहिर गयो भनेर अलिकति विवादास्पद थिए दुवै। त्यो विवादास्पद कुरालाई चाहिँ यसपालिको बजेटले अलिकति संशोधन गरेको छ। त्यसले गर्दाखेरि चाहिँ यो स्वागत योग्य नै देखिन्छ, राम्रो नै देखिन्छ। यसले चाहिँ आयकरको मर्ममा बसेरै काम गरिरहेको देखिन्छ। अब हामी अर्को संशोधनमा जान्छौँ।